जब कफिनमा विपिन गाउँ फर्किए रोयो कञ्चनपुर। इजरायलमा भएको हमास आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर सोमबार साँझ आफ्नै गाउँ कञ्चनपुरको भीमदत्त नगरपालिका 3 घरमा आइपुग्दा सारा गाउँ शोकमा डुब्यो। आँगनमा काठको बाकस झर्दा विपिन फर्किए तर जीवन बिना। त्यो क्षणमा सयौंको भीड़ एकैसाथ रुन थाल्यो। धनगढी उपमहानगरपालिकाले निशुल्क सञ्चालन गरेको महाप्रस्थान वाहनबाट जब विपिनको पार्थिव शरीर ओर्लियो, हरेक नयन रसाए, हरेक हृदय भारी भयो। 2 वर्ष अघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक सकेर लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत अध्ययनका लागि इजरायल पुगेका विपिन उतै अस्ताए। हमासले आक्रमण गर्दा उनले साहसपूर्वक आतंकवादीहरूले फालेको ग्रेनेड समातेर पुनः उनीहरूमाथि फर्काएका थिए। तर यही वीरताले उनलाई बन्धक बनायो। 10 जना नेपाली विद्यार्थी तत्कालै मारिए र विपिन बन्धक बने। 2 वर्षसम्म विपिन सकुशल फर्किन्छन् भन्ने आशाको झिल्को बाँकी थियो, तर त्यो आशा पनि अन्ततः निराशामा परिणत भयो। विपिनको सकुशल फिर्तीको लागि आमा र बहिनीले आश छोडेका थिएनन्। बहिनीले त भाइटिका नजिकै गर्दा पनि दाई फर्किने विश्वासमा दृष्टि लगाएकी थिइन्। तर जब त्यो विश्वास साँचो नभई दुखद खबरमा परिणत भयो, उनी आफ्नै आँगनमा राखिएको बाकसभित्र दाईको शरीर देख्दा भक्कानिइन्। त्यो करुणा आवाजसँगै सारा गाउँ मौन भयो। वरिपरि तिहारको झिलमिली, बीचमा सन्नाटा छाएको विपिनको घर, जुन दृश्य हामी यहाँ देखाउँदैछौं। आइतबार इजरायलबाट पठाइएको विपिनको पार्थिव शरीर सोमबार साँझ करिब 8:15 बजे कञ्चनपुर आइपुगेको हो। काठमाडौँमा राष्ट्रिय श्रद्धाञ्जली समारोहपछि नेपाली सेनाको स्काई ट्रक मार्फत धनगढी विमानस्थल ल्याइएको थियो उनको शव, र त्यसपछि गाउँ पुर्याइएको थियो। विपिन जोशी नेपाली आमाको साहसी छोरा हुन्। उनी अब हामीमाझ छैनन्, तर उनको नाम, उनको वीरता र उनको आत्मा सदैव नेपाली मनमा जीवित रहनेछ। विपिनको पार्थिव शरीरलाई मंगलबार बिहान महाकाली नदीमा अन्त्येष्टि गरिनेछ। हेर्नुहोस् विपिनको शव गाउँ आइपुग्दाका केही भावुक बनाउने दृश्य।